मेगास्टारको ट्याग पाएका अनमोल केसी बाटुलो जुनमा अब भने अभिनय गर्नुभएका छन्। बाटुलो जुनमा भने अनमोलको जोडीको रूपमा प्रिन्स खतिवडा देखिने भएको छ। पछिल्लो समयका मेगास्टारको ट्याग पाएका अनमोल केसीको नेपाली पुस्तामा निकै छुट्टै परिचय र छवि छन्। केही दिन यता छायाङ्कनमा जान लागेको फिल्म बाटुलो जुनमा भने मोडल प्रिन्स खतिवडाको इन्ट्री हुने भएको छ भने निर्माण पक्षले भने यति बेला अगाडि प्रिन्ससँग कागजी सम्झौता गरिसकेको समेत जानकारी दिएका छन्। अनमोल केसी नेपाली युवा पुस्ताका लोकप्रिय नायक हुन्। यो फिल्मको लागि प्रिन्स अहिले धमाधम वर्कसपमा व्यस्त रहेका छन्। निर्माण पक्षले फिल्मको मुख्य नायकको रूपमा अनमोल केसी र प्रिन्स एकसाथ तस्बिर सार्वजनिक गर्दै उनीहरू अनुमोदित भएको कुरा जानकारी गराएका थिए। टिकटकमा निकै र लोकप्रिय रहेकै प्रिन्सले 60 भन्दा धेरै म्युजिक भिडियोमा काम गरिसकेका छन् भने यस्तै उनले आधा दर्जन भन्दा धेरै हिन्दी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन्। अडिसनमा सहभागी भएका 1 दर्जन बढी युवतीलाई प्रिन्सले पछाडि पार्दै उनी छनौट भएका थिए। फिल्ममा प्रिन्सको भूमिका भने के हो भन्ने बारे अहिलेसम्म खुला आएको छैन। सम्भवतः अनमोलकै नायिकाको रूपमा उनी देखिने तयारी छन्, किनकि यो चलचित्र लभ स्टोरी जनरामा बनाइने भएको छ। प्रिन्सको यो नेपाली फिल्म पहिलो हो। नायक अनमोल केसीसँगको जोडी बाँधेर फिल्ममा डेब्यु गर्न पाउँदा उनी निकै उत्साहित छन्। उनी भन्छन् भुवन केसीको निर्देशनमा बन्न लागेको यो फिल्म भने निकै राम्रो काम साथ आफू अगाडि बढ्नेछन्, जो कि निर्माता जिया केसीले निर्माण गर्न लागेको हो। फिल्ममा अर्की एक नायिका पनि रहने बताएको छ, तर को हो भन्ने अहिलेसम्म छनौट हुन सकेको छैन। अर्का एक नायिका छनौट हुन बाँकी रहेको निर्माण पक्षले जानकारी दिएको छ। बाटुलो जुनको लागि छायाङ्कन असार भदौमा हुने पहिलो चरण बताएको छ भने चितलाङमा फिल्मको छायाङ्कन सकिनेछ। त्यसपछि ब्रेक लिएर भदौमा दोस्रो चरणको छायाङ्कन गर्ने भुवन केसीले बताएका छन्। आफ्नै छोरालाई निर्देशक भुवन केसीले कसरी अभिनयमा ढाल्छन् त्यो अर्को चुनौती पनि रहेको छ। यो फिल्मको लागि अनमोलले दारी र जुङ्गा समेत पालेको बताएका छन्। अनमोल यसपटक फिल्ममा गाउँले युवकको भूमिकामा देखिने बताएका छन्, तर उनीसँग काम गर्न लागेका प्रिन्स खतिवडा भने कुन अवतारणा देखाइँदैछ, अर्थात् उनको पहिलो अभिनय र नेपाली कला क्षेत्रको डेब्यु चलचित्र कस्तो बन्छ त्यो अर्को कौतूहलताको विषय पनि बनेको छ। जे होस्, टिकटकमा निकै रुचाएका प्रिन्स खतिवडा र अनमोल केसीको लागि हाम्रो तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।